हेलो गाइस यहाँ हाम्रो दाको ब्लग हो हाम्रो दाको ब्लगमा चाहिँ सबैजना सब्सक्राइब गरिदिनु हो दादाहरू खोला जाँदैछ म त नजाने म ट्रेनिङ अहिले क्यामेरा पनि फुट्छ जान्दैन अरे अरे होइन हौ म त बहिनीसँग चाहिँ छुइनँ होइन वाट्सएप निको लु त प्लानिङ हुँदैछ है लु जुनी काट्छु भन्थ्यौ नि मसित मनको साइनो मन्छन् त पनीको पाडी रहेछ दिनभरि ओइ बदन भिडियो हुन्छ बाइ बाइ सी यु गाइस ए यता माक्रा हो रे हेलो गाइस पारा रक हामी चाहिँ यता देउसीको लागि प्र्याक्टिस गर्दैछु हाम्रो देउसी आउँदैछ तपाईँहरू हेरिदिनुहोस् होला रोहित जोजोको ब्लग रुन्चेन के छ तामाङ के भयो भेजा भयो भुरे यो चाहिँ हाम्रो त्रिवेणी टोलको रोड नम्बर 2 मा हेर्नु आउनु सक्छ इन्स्टामा चाहिँ बोल मेरो नै पछि ह्यान्डसम बोय कोप्चे गाउँ यहाँ चाहिँ खतरा प्र्याक्टिस हुँदैछ हो देउसीको लागि प्र्याक्टिस हुन्छ कि तर सङ बेसी हुँदैछ नि यहाँ चाहिँ प्र्याक्टिस भन्दा सङ बेसी ओ कुसुम कुसुम नाच्दैन सङ बेसी अन्त यो हो नि त एनर्जी आमा यत्तिका मिल्यो उयो नाच्यो भने गानामा नयाँ फोन गरेन खै नारायण खै हामीलाई पनि दिनु अक्षता देऊ न यता गणेश
तँ चाहिँ भिडियो गरेको भन्न त अन्त अघि सिनेमेटिक तैँले मुख धोएर त्यसो आएको
अपनी मासूमियत को न रुसवा करो। राजा बंगले के पीछे तेरी बेड़ी के नीचे
मिनरलको पानी हजुरा औ रानी हजुरा ल्याइदेऊला चोखो पियारा मिनरलको ल्याउला टिपेर तिमीलाई बिलको अङ्गुरा औ बिलको अङ्गुरा ल्याइदेऊला चोखो पियारा ल्याउला टिपेर तिमीलाई बिलको अङ्गुरा औ बिलको अङ्गुरा ल्याइदेऊला चोखो पियारा आज चाहिँ हाम्रो देउसीको लास्ट दिन हो के भन्न चाहन्छौ भाइ खुसी देखे देखेको भन्ने अरे हल्का गानाहरू सुनिदिउँ भनेर जेमअप गर्दैछु गाडीभित्र म ऱ्याप हान्न आँटेको त अब आज लास्ट के हाल्नु आँटेको रे अब आज लास्ट दिन हो सबैजनाको लुगा सेम छ मेरो साथीको नाम पेम्बा खुसी हेर्नु त मुख हेर्नु त लायक खुसी दुःख पाउनु सक्छु अब तिमी बाहेक दुनियाँको अघि बसी प्रश्न गर्छु आफैलाई म कोही छैन अघि त्यही नै बस्ने गर्ने दाबी नै दाँत चाहिँ किन लुगाएको भाइ नभन्नु गीत दाँच्छ भनेर नभन्नु त यही बस्ने गर्ने दाबी नै छ सापद साथ दिन्छु भन्ने तेरो साथी खोइ त गल्तीको फिल नगर्नेलाई यहाँ माफी छैन रोजेको बाटो हिँड्न थालिस नि यादी मै त 10 जना अघि हुँदा ऱ्याप नालाई आतिने त के सोच्छन् सुन्नेहरूले भन्छन् त पनि गफाडी रहेछ दिनभरि ओइ बदन पहिला के भन्न त अन्त बताउँछु दिनभरि काम गरी घरमा आउँथे थाकेर बोल्थे ना कोहीसँग एक्लै बस्थे गाना लेखेर पहिला जेनी बोल्थे आजकल बोल्नु लाग्छ सोचेर पढेर होइन नि मैले सिकेँ सबै बोकेर जिन्दगी के हो या पुसी या दाजु उता जुनी काट्छु भन्थ्यौ नि मसित मनको साइनो जोडी छौ कोसित जुनी काट्छु भन्थ्यौ नि मसित मनको साइनो जोडी छौ कोसित जमाना पैसाको भर नहुने पानी र पैसाको हो यो जमाना पैसाको भर नहुने पानी र पैसाको बस्ने हो आइनौ भने धरानी बस्ने हो तिम्रै नाम जपेर बस्ने हो आइनौ भने धरानी बस्ने हो
भोलि गरम न यो सब हामी चाहिँ अब यहाँ सबैजना चिलमा छ ब्लग त ब्लग गर्नु त चिलमा छ मेरो भाइ भोलि जान आँटिरहेछ के भन्छौ ए झ्यापे के भन्छ गोइङ टु हेभन पुसिया इन द गोवा बीच हामी त भाइहरू यो अब गोवा जान्छ पेमा गोवा जान्छ रोहित दाले अब तँ चाहिँ किन बेच्नु यहाँ पहिला बोल्दैछौ रोहित दाको 100 के पुग्छ अब ला मेरो आँखा के बस्यो बोल्दा यहाँ बोल्दैन ओ तँ बोल्दा मेरो आँखा के बस्यो यहाँ हेलो यहाँ हाम्रो गजब यो त बिचमै बोल्छौ जहिले यहाँ बोल्दैन पहिला हामीलाई यहाँ हाम्रो लाइफ अफ रिन्चन ब्लगमा सुरुवात हुँदैछ यहाँ हाम्रो आज फेयरवेल चत्रे भाइ जाँदैछ गोवा के भन्छ फेयरवेल अरू भन्दा पनि सबै मिस गर्छु मेरो दाजुभाइ मेरो दाजुभाइहरूलाई चाहिँ धेरै मिस गर्छु रमाइलो गर्नुपर्छ अर्को साल पेम्पा गयो रुनु पर्ने अब गीत